यसो चाहिँ ब्यागमा हाल्नु है के फलेको यो हेर म देखाउ त अम्मा लिची फलिरहेको छ त देखाउ न यहाँ नजिक आएर देखाउ न पत्ताउँदैन त फेरि हेर्ने मान्छेले देखाउ त अम्बै लिची फलेको हेर यता पनि फल्दै यो के हो फेरि स्याउ जस्तो यता फल्दो रहेछ हेर्नु त साथीहरू लु तुमलिङमा आइरहेको छौँ हामी अहिले यत्रो हिमालमा लिची फलिरहेको छ यस्तोले पनि लिची फल्दो रहेछ लु लिचीको बोटै यहाँ देखाउ यो स्याउ जस्तो के फलेको छ के साह्रो फलेको हेर्नु त साथीहरू एउटै झ्याङमा के फलेको तपाईँहरू पनि घुम्न आउनु है यो तुमलिङ चाहिँ यस्तो फल्दो रहेछ देखेको थियो यस्तो फलेको यस्तो ठाउँमा हेर म त खाजा पो खानु पर्यो भनेर आएको त आम्मा यस्तो फलिरहेको रहेछ नि हौ फट ब्यागमा हालिहाल्नु दामी हो फेरि 60 को फलेको रहेछ आम्मा यस्तो फल्दो रहेछ यतातिर लु घुम्न आउनु है तपाईँहरू पनि हामी चाहिँ सन्दकपुर हो कि माइमजुवा हो थाहा भएन दुईवटा बोट देखियो कि तुमलिङमा छ छक्कै परेँ म त लु यस्तो मौसममा पनि यस्तो फलिरहेछ अचम्म नि हौ